आशा थियो है। कति मजा आएको थियो बालेन, रवि र कुलमान एकसाथ हुँदा कति खुसी भएको थियो। र हामीले अब हाम्रोलाई होइन राम्रोलाई चिन्ने बेला भइएछ। अब एकपटक हुनहार मान्छेहरूलाई भोट दिएर जिताउने काम गर्नु पर्यो र हेर्नु पर्यो र नयाँ शक्तिहरू, नयाँ भन्ने पार्टीहरू सकेसम्म एक हुनु पर्यो अझै। र देशलाई विकास चाहने हो भने अहिले नै हो टाइम, यही हो। अझै तपाईँ हामीले देशलाई अघि बढेको देख्न नचाहने हो भने फेरि हामी कहिले पनि यो नेपाल विकास हुन सक्दैन। त्यसैले यो टाइमलाई सबैले चिनेर सबैले समयको सदुपयोग गर्नुपर्छ र हाम्रो अहिले कुलमान, रवि र बारेनलाई देशमा देश हाँक्ने परिस्थिति बनाउनको लागि आफ्नो घरबाट सहयोग र साथ आवश्यक परेको छ। र मलाई यति खुसी लागेको छ अहिले नेपाल फर्काउँ भइरहेको छ। किनकि आश भनेको चिज यस्तो हुँदो रहेछ, विदेशमा बसेर मात्रै जिन्दगी बित्दैन रहेछ साथी हो। त्यही भएर आश भनेको चाहिँ गर्नै पर्छ राम्रो मान्छेबाट।